मूलवासी र आदिवासीमा के फरक छ? सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर पनि गर्नुहोला। मूलवासी र आदिवासी बीच के समानता भए पनि तिनको अर्थ र पहिचान फरक छन्। मूलवासी भन्नाले कुनै देश वा भूभागमा पुरानो पुस्तादेखि बसोबास गर्दै आएका, त्यहाँको माटो, भाषा, धर्म र संस्कृतिसँग गहिरो सम्बन्ध भएका समुदायलाई जनाइन्छ। उनीहरू त्यही भूमिको मूल निवासी हुन् र त्यस स्थानको ऐतिहासिक र सामाजिक विकाससँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन्। आदिवासी भनेका अझ पुराना समयदेखि पृथक रूपमा जंगल, पहाड वा दुर्गम क्षेत्रमा बसोबास गर्ने, आफ्नै भाषा, संस्कृति, धर्म र परम्परागत शासन प्रणाली जोगाइराखेका समुदाय हुन्। आदिवासीहरूलाई अन्तर्राष्ट्रिय रूपमा इन्डिजिनियस पिपल्स भनेर पनि चिनिन्छ। संक्षेपमा सबै आदिवासी मूलवासी हुन् र सबै मूलवासी अनिवार्य रूपमा आदिवासी हुँदैनन्। मूलवासीले आफ्नो भूमि र राज्यसँगको ऐतिहासिक सम्बन्धलाई जोड्दछ भने आदिवासीले मौलिक पहिचान, परम्परा र संस्कृतिको संरक्षणमा जोड दिन्छन्। यसरी दुवै शब्दले पहिचान र अधिकारको अलग तर महत्वपूर्ण अर्थ बोकेका छन्। जानकारीमूलक भिडियो हेरिदिनु भएकोमा धन्यवाद।